म आबु खैरन कट यस्तो माथि पनि यस्तो दामी मन्दिर उपल्लो कोट। गाइज वेलकम ब्याक टु माई च्यानल, सबलाई स्वागत छ आजको यस ब्लगमा। अनि आज चाहिँ म गोरखकालिका मन्दिर दर्शन गर्न जाँदैछु बन्दीपुरबाट। सो 2 घन्टाको नेक्स्ट यस्तै 2 घन्टाको यात्रा हुन्छ यहाँबाट। अनि सोलो हो, हन्डा एक्सआरमा जान्छु म। अनि त्यही गाइज त्यहाँबाट रिटर्न ब्याक आजै हुन्छु। अहिले चाहिँ म आबु खैरन कट्या। अनि डुम्रेबाट आबु खैरनसम्मको बाटो फेरि बन्दै थियो। सो धुलो होइन। अनि देखि सक्नुहुन्छ फेरि लुगै भरिला। अनि त्यही हो, धेरै उयो नगरौँ। अब यहाँबाट म गोर्खा जान्छु, गोर्खामै गएर खाना खान्छु। अनि 10-7 महिना थियो बन्दीपुरबाट यहाँ आइपुग्दाखेरि 10-55 भयो। चाँडै नै आइपुगेछु कि बाटो खराब भयो नि, स्पिड भयो। अब बिसाएर जान्छु नातिकन चिलमा। अनि त्यही गाइज अलि माथि छु म चाहिँ पालुङ टार हो पारिपट्टि चाहिँ होइन, खोला यतापट्टि साइडमा। अब त्यही हो, गोर्खा जान्छु, मन्दिर दर्शन गर्छु पहिला। अनि त्यसपछि गोर्खातिर खाना खान्छु। अनि त्यसपछि रिटर्न ब्याक यसो म्युजियमतिर पनि जाउँ है गाइज। अब चाहिँ यहाँबाट बिस्तारै भ्लगिङ सुरु हुन्छ। अनि मेरो अडियो चाहिँ काम चलाउ तरिकाले यसरी चलिरह होइन। यहाँबाट अर्को फोन छ, त्यहाँ रेकर्ड हुन्छ। यो के भन्छ, यो इयरफोन चाहिँ चिप इयरफोन हो कि यो चाहिँ। सो अडियो त्यति राम्रो नआउला होइन। लेट्स ट्राई है, कस्तो हुन्छ यो कसमा। गाइज अब हिँडौँ, अगाडि बढौँ। गाडीहरू धेरै स्पिडमा आउँदै चाहिँ पुरै स्विङ आउँछ क्या अब पनि ल। ल बाइक यहीँ रोक्नु पर्ला। गाइज म अहिले गोर्खा दरबार माथि आइपुगेँ। त्यो माथिपट्टि छ कालिका मन्दिर। अनि दरबार यतापट्टि छ गोरखनाथ गुफा। सो ठ्याक्कै 50 मिनट लागेको छ खैरनबाट यहाँ आइपुग्न चाहिँ। धेरै किलोमिटर थिएन, 20-25 किलोमिटर थियो होइन। त्यही बिस्तारै आएँ। अलिक पाहाड अलि कालो थियो बाटो चाहिँ, झिकझ्याक धेरै। अनि त्यही हो, यो ठाउँ चाहिँ आनन्द। अलि मान्छे थियो आज शुक्रबारको दिन, मान्छे अलिक भिड रहेनछ, नत्र यहाँ अलिपुरै लाइन हुन्थ्यो। अन्त अगाडि आउँदा यस्तो भिड थियो। सो चाहिँ अब माथि जान्छु म। अनि अलि सामानहरू मिलाउनु छ पूजाको। त्यसपछि सुरुमा गोरखनाथ गुफामा पूजा गर्छ। अनि त्यसपछि कालिका मन्दिर पूजा गर्छु। अनि अलिअलि घुम्छु, अनि खाना खान्छु, अनि रिटर्न ब्याक है। त्यहाँको मौसम पनि राम्रो छ। सो ठ्याक्क 11:55 भएको समय माथिपट्टि भयो कालिका मन्दिर।
यतापट्टि दरबार चाहिँ बनाएर भइसकेको छ। अनि माथि छ क्या, टपमै छ यो ठाउँ पनि। फेरि पुरानो सब वालहरू पुरानो हो पहिलाको। अनि त्यो वालहरूमा काहीँ यस्तो कुदेको छ क्या भगवान्को मूर्तिहरू के लेखेको हुन्छ। यतापट्टि छैन रहेछ, उतापट्टि चाहिँ थियो। ल यहाँबाट चाहिँ अब ओहो बाँदर फेरि त्यहाँ चिल पारामा बस्यो। ल सुला खायो जे होस्। यहाँ जुत्ता राख्ने ठाउँ होला सायद। अब म यहाँबाट यतापट्टि गोरखनाथको दर्शन गर्छु पहिला, अनि त्यसपछि यहाँबाट माथि कालिका माईको दर्शन गरेर जान्छु। गाइस पूजा गरियो, गोरखनाथको पनि पूजा गरियो, माथि कालिका माईको पनि पूजा गरियो। अब खाना गइन्छ अनि तल म्युजियम पनि घुमिन्छ है। सो गाइस यसो घुमाइदिउँ दरबार। ल जस बन्दैछ कतिपय ठाउँहरू त। अनि म आएको बाटो त्यही भयो, तलबाट आएको म त्यहाँ माथि टक्क लाएर। अब अर्को बाटो जान्छु म। जाँदा चाहिँ ठुलो छ क्या। यहाँबाट माथि जाउँ। सिद्ध पाइला भन्ने ठाउँ ठ्याक्कै माथिपट्टि रहेछ मन्दिरको, गोरखकाली मन्दिरको। अनि यहाँ चण्डी थान भयो। अनि वज्र भैरव माथि रहेछ। आधी घन्टा लाग्छ अरे यहाँबाट हिँडेर। हेरौँ पहिला यहाँ बसौँ अनि यहाँबाट माथि जान्छु म है। जस आजको दिन चाहिँ यहीँ चिल पाराले घुम्दै बस्छु म। वाह यहाँबाट त खतरा देखिँदो रहेछ त दरबारहरू होइन।
तल्लोको जगहरू मात्र छ क्या यस्तो राउन्ड टाइपको छ अन्त यो अनि ठाउँ ठाउँमा घोडाले खाने पानीको त हुन्छ नि खाल्टो जस्तो बनाउने ढुङ्गाहरूमा उतापट्टि पारी तलपट्टि चाहिँ धेरै ऐतिहासिक ठाउँ हो यो अब यहाँबाट माथि जाउँ टावरतिर कोही हुनुहुन्छ कि त्यहाँ गएर बुझौँला अनि इन्फर्मेसन त्यहाँ पाएपछि बल्ल ठिक हुन्छ भने नत्र यस्तो जङ्गलमा ऱ्यान्डमली धेरै हिँड्नुहुन्न पुरै अभिरो भएछ अरे यहाँ चाहिँ पसिनाले ल यस्तो माथि पनि यस्तो दामी मन्दिर है शिवजीको रहेछ भाइब्स मजाले लिइन्छ अनि ब्याक टु दरबार तलपट्टि गइन्छ अनि तलपट्टि खाना खाएर अनि गइन्छ घरतिर फर्किँदैछु बाटोमै छु अनि यहाँ पनि ब्यारेक रहेछ खाली छ यो पोस्ट कोही छैन तर यस्तो सरसफाइ ट्याक्क छ क्याम्प राम्रै छ यस्तो दामी ठाउँमा यार त्यो व्यवस्थित छ अनि त्यही हो जङ्गल ठुलो रहेछ है यस्तो जङ्गल जनावर पनि डर रहेछ त्यो डर भनेको बाँदरको मात्रै अनि पारी रुख काट्दै दावा छिर्दै हुनुहुन्छ कोही यो ब्यारेक चाहिँ साइडको कोही छैन खाली छ पोस्ट पनि खाली छ फुलबारी ब्यारेक गोर्खारे नाइस म डुम्बरी आइपुगेँ स्याउलीमा छु बाइक कुद्दैछु अनि खैरीमा लिक्विड किनेपछि बसेँ चेल लिक्विड किन्नलाई अनि त्यही हो अब बन्दीको घर जान्छु म मेरो यो सर्ट एन्ड स्विट भ्लग हेर्नुभएर 10-15जना भिडियोलाई धेरै धन्यवाद अनि यति नै भन्दै स्टे ट्युन फर अपकमिङ भिडियोज बाई पिस